पहिला 5 वर्ष। So this is absolutely right answer. So with किरण आजसम्म एउटा गेम खेल्दैछु हामी केडिएस कल्याण ड्राइभिङ स्कुलबाट चाहिँ हामीसँग चाहिँ अहिले टिकट्सहरू छ। टिकट्समा चाहिँ तिम्रो के छ भन्दाखेरि स्कुटर, कार र बाइकको छ। तिमीलाई चाहिँ एउटा क्वेसन्स मोडलमा चाहिँ हामीले गेम खेलाउँदैछौँ। हामीले क्वेसन सोध्छौँ र तिमीले 5वटा क्वेसन्समा चाहिँ 4टाको एन्सर मिलायो भने तिमीले आफ्नो चोइसमा कारको सिक्छौ कि बाइकको सिक्छौ कि स्कुटरको, होइन, तिमीले यो टिकट लिन पायो क्या, जित्न पायो। सो आरामले लोजिकल क्वेसन छ, एउटा डेट छ, डेटको चाहिँ म अप्सन दिन्छु है, आरामले खेल। सो बेस्ट विशेष है त। सो फर्स्ट क्वेसन गोज लाइक दिस है, यातायात व्यवस्था नियमावली कुन सालमा लागू गरिएको हो? 2069, 2054, 2049, 2051। यातायात व्यवस्था नियमावली कुन सालमा लागू गरिएको हो? 2069, 2054, 2049 र 2051। 69, 54, 69, 54, 49, 51। 49, 51 के होला के? So please 69। 69। So this is wrong answer. अब चारटामा चारटा मिलाउनु पर्यो। अब त्यो चाहिँ लोजिकल छ, एउटा सिम्बल छ है त। ल केही छैन गुड। अब नेक्स्ट क्वेसन है, सवारी चालक अनुमति, चालक भने चाहिँ लाइसेन्स अनुमति पत्र है। सवारी चालक अनुमति प्रत्येक कति वर्षमा नवीकरण गर्नुपर्छ, रिन्यू? अहिलेको भनौँ कि योभन्दा अगाडि? अहिले फेरि चेन्ज भएको छ नि। सरी, ल पहिला 5 वर्ष। So this is absolutely right answer. ल ल सो अब 3वटामा 3वटा ह्याट्रिक हान्नु पर्यो। मेसी कि रोनाल्डो? रोनाल्डो। ह्याट्रिक जानु पर्यो अब। सो अब नेक्स्ट क्वेसन छ, एउटा सिम्बलमा छ है, म सिम्बल देखाउँछु तिमीलाई। यो सिम्बलले के डिनोट गर्छ ल, यसको मिनिङ ल, यो सिम्बलले चाहिँ के डिनोट गर्छ यो त के ट्राफिक रुल्समा चाहिँ? प्लिज। यो गाडी यहाँ राख्न नमिल्ने होला। सो त्यो चाहिँ रङ एन्सर। केही छैन, ट्राई। अब अरू सोधौँ, अरू क्वेसन सोधौँ होइन। सवारी चालक अनुमति पत्र के गर्दा निलम्बन हुन सक्छ? के गर्दा चाहिँ अब लाइसेन्स निलम्बन हुन सक्छ? खारेज भन्न खोजेको थियो भने जस्तै कतिपटक के गर्दा चाहिँ निलम्बन हुन सक्छ? 2 पटक गल्ती गर्दा, 3 पटक, 4 पटक र 5 पटक? 4 पटक। 4 होइन, 4 रङ एन्सर हो। र लास्ट क्वेसन छ, एउटा सजिलो सोध्छु ल। सजिलो क्वेसन, 2 पाङ्ग्रे सवारी लाइसेन्स निकाल्नको लागि कति वर्ष पुरा हुन? हालको भनौँ कि हालको होइन, पहिलाको? पहिलाको 16 वर्ष। राइट एन्सर यार।